नमस्कार, युवा रेडियो सर्कल श्री बौद्ध माध्यमिक विद्यालयको तर्फबाट आज हामी बृहत सरसफाई कार्यक्रममा रहेका छौँ। यसको मूल उद्देश्य भनेको हातमा हात काँधमा काँध मिलाएर हाम्रो संस्कृति हाम्रो सभ्यताको रक्षा गर्नु रहनेछ। यो अभियानमा विद्यालय परिवार विद्यार्थी स्थानीय समुदाय सम्पूर्णको सहभागिता हुनेछ। टिफिन समयको सम्पूर्ण समय आफ्नो पढाइमा खर्च गरिसके पछाडि सभ्यता संस्कृति भनेका हाम्रा जननी हुन्, उनीलाई संरक्षणका निमित्त हामीले विद्यार्थीहरूलाई अभिप्रेरित गर्यौं र हामी सबैजना विद्यालयबाट करिब 1 बजे चाहिँ बौद्धधामतर्फ प्रस्थान गरेका थियौं। यो बृहत सरसफाई अभियान सञ्चालन गर्ने क्रममा सम्पूर्ण विद्यार्थीहरूले दिएको साथ, सम्पूर्ण शिक्षकहरूको, सम्पूर्ण मित्रहरूको समन्वय, सम्पूर्ण मित्रहरूको ऐक्यबद्धता यो बडो गौरव लाग्दो थियो। हामीले बौद्धधाम परिसर सरसफाई गर्दाखेरि स्थानीय समुदायको अत्यन्तै राम्रो सहयोग र सपोर्ट पायौँ। गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाज्यू, स्थानीय सङ्गीतकर्मी किरण योन्जनज्यू लगायतका मानिसहरू र स्थानीयवासीहरूको अत्यन्तै ठुलो सहयोग रह्यो। विद्यार्थीहरू आफैमा यति धेरै अनुशासित, यति धेरै सेल्फ मेन्टेनेन्स गर्दै गरिरहेका थिए अनि सो कुरालाई सार्थक बनाउन विद्यालय क्याप्टेन रिवाङ योल्मो, भाइस क्याप्टेन निसम तामाङ, हाउस क्याप्टेनहरू, क्लास क्याप्टेनहरू र विद्यार्थी आफैमा उत्तिकै सजग बनाइदिएर अथवा सजग भइदिएर अथवा अनुशासित भइदिएर अथवा सधैँदेखि आफ्नो अनुशासित बानीलाई मेन्टेन गरिदिएर अत्यन्तै ठुलो हौसला प्रदान गरेका छन्। हामीले बौद्धधाम परिसर सरसफाई गर्दा गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष श्री लाकेल लामाज्यूलाई भेटेका पनि थियौँ। सर नमस्कार। नमस्कार सर। नमस्कार। हजुर बौद्धधाम व्यवस्थापन समितिको पदाधिकारी हुनुहुन्छ है? यो बुद्धबार गौतम बुद्ध स्मृति प्रतिष्ठानको म अध्यक्ष, वर्तमान अध्यक्ष। हाम्रो यो युवा रेडियो सर्कलद्वारा आयोजित बौद्धधाम माध्यमिक विद्यालयद्वारा सञ्चालित बृहत सरसफाई कार्यक्रममा ऐक्यबद्धता तथा सहयोग जनाउनु भएकोमा धेरै धेरै धन्यवाद। यसमा हजुरको भनाइ के छ? यहाँलाई पनि धन्यवाद। यहाँहरूले अहिले मैले त्यो ब्यानरमा नेपाल रेड क्रस सोसाइटी समथिङ के लेखेको देखेँ भर्खरै, त्यसबाट यो बृहत सरसफाई कार्यक्रम गरिदिनु भएकोमा र विशेष गरेर विदेशी पाहुनाको आगमन पनि अलिक बढी हुने यो बुद्ध पार्कमा नै यहाँ बौद्ध माध्यमिक विद्यालयको तर्फबाट सरसफाई अभियान गर्नुभएकोमा बौद्ध माध्यमिक विद्यालय तपाईँहरू सबै त्यहाँका गुरु गुरुआमा लगायत विद्यार्थी भाइ बहिनीहरू सबैलाई म यो संस्थाको तर्फबाट म हार्दिक आभार धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस्, हामी फेरि पनि यस्तो हजुरको सहयोगको तथा ऐक्यबद्धताको आशा गर्दछौँ। हस्, धन्यवाद। उहाँसँगको छोटो मिठो कुराकानीले हामीलाई निकै हौसला दिएको छ। हामी फेरि यस्ता कार्यक्रमहरूमा उहाँहरूको आशीर्वाद, उहाँहरूको माया, स्थानीय समुदायको चासो, स्थानीय समुदायको ऐक्यबद्धता यसै गरी चाहिरहन्छौँ। यसले हाम्रा नानी बाबुहरूलाई सुसंस्कृत सुसज्जित बनाउन सहयोग पनि गर्दछ। हामीले पूर्ण रूपमा सफाई गऱ्यौँ त भनेनौँ, तर हामीले देखेको जति प्लास्टिक जन्य फोहोरहरू हामीले व्यवस्थापन गर्ने कोसिस गऱ्यौँ। त्यो व्यवस्थापन गर्ने कोसिस गर्दा महत्त्वपूर्ण भूमिका खेल्नुहुने आदरणीय यस बौद्धधाम माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा युवा रेडियो सर्कलका संरक्षक श्री किरण सरको अद्वितीय भूमिका रहेको छ, किरण मोक्तानज्यूको अद्वितीय भूमिका रहेको छ। यसै गरी डायमन्ड बाल क्लबका अध्यक्ष श्री तुलसी छेत्री, किशोरी सशक्तिकरण समूहका फोकल शिक्षक श्री नुमा राई, विद्यालयको अनुशासन व्यवस्थापन समितिका संयोजक श्री केशव पनेरू, अतिरिक्त क्रियाकलाप समिति संयोजक श्री लक्ष्मण पौडेल,
लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। फेरि पनि एकपटक यो युवा रेड क्रस सर्कलद्वारा आयोजित बृहत् सरसफाइ कार्यक्रमलाई ऐक्यबद्धता तथा सफल पार्न सहयोग गर्नुहुने विद्यालय प्रशासन, स्थानीय समुदाय, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, स्कुल क्याप्टेन, भाइस क्याप्टेन, क्लास क्याप्टेन, हाउस क्याप्टेन अनि सम्पूर्ण विभागीय प्रमुखज्यूहरू, सम्पूर्ण शिक्षक मित्रहरू र सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक धन्यवाद भन्दै अन्त्यमा एउटा कुरा मलाई जोड्न मन लागिरहेको कुरा, गौतम बुद्ध स्मृति प्रतिष्ठानको प्राङ्गणबाट यी शब्दहरू बोलिरहँदा मलाई निकै गर्व लागेको छ। आज यो कार्यक्रम भइरहँदा देखिएका सबै पक्षले मलाई एकदमै धेरै खुसी तुल्याएको छ। समग्रमा विद्यालयको तर्फबाट, युवा रेड क्रस सर्कलको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद। नमस्कार।